back to my yet another video. So if you guys are watching my video for the very first time, it's me Anisha. And अब चाहिँ म vlog चाहिँ के को बारेमा बनाउँदैछु भन्दाखेरि चाहिँ how is our दसैँ preparation going on हैन. अब हाम्रो चाहिँ छैन दसैँ, अब हाम्रो घरमा त छैन, तर पनि मामुहरुकोमा हुन्छ नि त. अन्त मामुहरुको घर चाहिँ आम्ने सामने हो हाम्रो. अन्त चाहिँ के जान्दैछ भने अब दसैँ नभए अब हल्का उयो त हुन्छ नि त हो. अनि त्यही भएर कस्तो जान्दैछ भनेर म तपाईहरुलाई सबै थ्रु vlog I will show you all. Sorry. अन्त चाहिँ अहिले चाहिँ मैले चाहिँ मिडडे देखि चाहिँ भिडियो स्टार्ट गरेको हो. अन्त म तपाईहरुलाई देखाउँछु. अन्त दसैँको छुट्टी भएको छ नि त बहिनीहरुको सबैको. अन्त बहिनीहरु पनि आउनु भएको छ, आनी आसिङहरु सबै आउनु भएको छ नि त अन्त घरमा हो, माथि घरमा. अन्त चाहिँ देखाउँछु म तपाईहरुलाई कस्तो जान्दैछ प्रिपरेसन हो. अब यहाँ त हाम्रोमा त अब त्यस्तो हुँदैन के पनि हो. अब मामुहरुकोमै हो अलिअलि. सो आई विल शो यु एभ्रिथिङ. बाइ गाइज. मामुहरुको घरमा चाहिँ पेन्ट गरेर चाहिँ एकदम चकाचक भइरहेको छ. मामुहरुको घर हो, दसैँ आएको जस्तै छ अब मामुहरुकोमा. तिमीलाईको चाहिँ दसैँको काम धमाधम हुँदैछ है. हयाङ्गी यहाँ दसैँको त हैन कि मान्छे चाहिँ हातेर हत्तु भयो. बिचारे नानीहरुको पहिलाको डलरहरु. The next day. हाय भन न पर्छ अन्त. दसैँमा चाहिँ पैसा कमाउने भयो. अब मलाई के किनिदिन्छु भनेर पैसा कमाएर. त्यो उयसमा आमा नछर्ने टेक्चर चामल खाने चामल रोक कस्ता खानेको त त्यही त त्यहाँ नभएन तल्लोपट्टि. खै आशीर्वाद दिएको अन्त मामले. अलिकता हो नानीहरू बुझ्नुपर्छ. छड्यो खै म नानी त्यहाँबाट फेरि तिमी माथि चढ्नु ल. फेरि आपालाई दिन्छ. ओके रोमामको चाहिँ यहाँ पैसा राख्ने तिरेजो तिजोरी है. तिजोरी हो. लगाइसक्यो आङ्गीले टिका. हाम्रो त दसैँ छैन. यहाँ आसिङ. यहाँ हेर बहिनी कति कमायो टिका लगाएर. छिटै हेरौँ. अर्को अरू 50 ऊ झर्यो. ए पैसा बेसी भएर यहाँ हाल्नु ल मेरो गोजीमा. 100 रुपिस. आज दसैँको बेलामा बिहिबार परेकोले गर्दाखेरि चुच्चे गरेर बी त्यहाँ बनाउँदैछु खाना मैले. हजुर माछा आएछ माछा. दसैँ पनि छैन हो. अन्त चाहिँ यस्तो छ हाम्रो चाहिँ. यहाँ आमाले सुँगुरको चारोहरू उयो गर्नुहुँदैछ. यहाँ हाम्रो चाहिँ चिया बनाउँदैछु हो. खानाहरू चाहिँ बाँकी सक्यो. गाइस भाउजूको भ्लग बनाइदिनु अरे हौ. हाई भन्नु न. हाय हाय हैप्पी दशहरा. आमाको चाहिँ एन्डिङ फिनिसिङ काम गर्दैछ आमाले है. मलाई मोलेर फिनिसिङ. यो चेन्ज पैसा लग्यो ल आमा. अब गएको यहाँबाट 200 रुपियाँ त निकाल्यो हो. डाइस खेल्नु डाइस. डाइस हुँदैछ है डाइस. यहाँ चाहिँ यस्तो हुँदैछ. यहाँ चाहिँ डाइस. दसैँको यही हो रमझम अब हाम्रो. दसैँ चाहिँ यस्तो चल्दैछ है गाइस. भ्लगमा हाल्दिउँ मागी बियर खोलेको. ह्याप्पी दसैँ.
हेप्पी दसैँ यहाँ कति बज्यो बेलुकाको 3:10 हुन आँटेको छ भात खाँदैछु है भोक लागेर मिड नाइट क्रेभिङ हो यो चाहिँ जाँते खान्छु जाँते जे होइन त्यो ए खै मेरो बेबी चाहिँ हिजो अचानक घर आइपुगेछ बेलुका हो यता हेरौँ अब चाहिँ फेरि जान्छ आज एक दिनको मात्रै नाइट पास थियो है बेबी अब फर्किन्छ हो बुढीलाई हेर्न आएको अरे हौ एक दिन भए कस्तो भयो बुढी भनेर कस्तो भएछु कस्तो पुरा के हेरेको हौ त्यहाँ यहाँ चाहिँ अर्को फोन मात्रै खोज्छ के हेरेको बेबी कुन चाहिँ लाउनु चाहिँ त मैले निकाल्दै सुरु लाग्दै थियो नि त्यो अर्को यो टी सर्टहरू खोलेर जानु धुइँदै गरेर राख्छु सक्स पनि अर्को आज चाहिँ आङीले खाना चुलामा बनाउनु पर्छ खाना त होइन माम चाहिँ कस्तो हुन्छ आङीमा चुलामा बनाएको मिठो हुन्छ नि त है त्यही भएर आज फेरि ठुलो डिनर छ है आङीहरूकोमा अन्त यत्रो डेक्चीमा भात बनाउँदैछ यहाँ हो मासुहरू सबै पाकिसक्यो अब भात उयो गर्नु मात्रै छ यहाँ चाहिँ जाडो पुरा बढेको छ यसरी पानी पर्दैछ हो आगो पनि ताप म त सुतेर उठेर आएर फेरि अब आगो तापेको अन्त माम खाने हो